हेलो साथीहरू, गुड मर्निङ है सबैजनालाई। वेलकम टु माई युट्युब च्यानल। र हेर्न सक्नुहुनेछ मेरो चाहिँ मर्निङ ड्युटी चाहिँ इस्कुस टिप्दैछु है। मर्निङ ड्युटीमा चाहिँ यो इस्कुस चाहिँ बाख्रालाई दाना पकाउनु लागि हो। हेर्न सक्नुहुनेछ अर्ग्यानिक भिलेज लाइफ स्टाइल। यहाँ हेर्न सक्नुहुनेछ यस्तो छ इस्कुस। यो चाहिँ बाख्रालाई दाना पकाउनु लागि है, हेर्न सक्नुहुनेछ। यसरी भेला गराइ हुँदैछ। मेरो चाहिँ मर्निङ ड्युटी यस्तै हुन्छ साथीहरू। हेर्नुहोस् यता इस्कुस। मेरो चाहिँ मर्निङ ड्युटी यस्तो छ साथीहरू। यो चाहिँ मजाले पकाएर चाहिँ बाख्रालाई दिन्छु है। र हाम्रोमा चाहिँ सुँगुरहरू पाल्नु हुँदैन। हामी चाहिँ गोले तामाङ हो है। तामाङहरूले चाहिँ सुँगुर त्यस्तो पाल्दैन। त्यही भएर चाहिँ इस्कुसको बोट चाहिँ पुरा छ, हेर्न सक्नुहुनेछ। यति बिघ्न छ है। इस्कुस पनि पुरानै छ हो, तर अब बाख्रालाई दिँदैछौँ। खाएर पनि सकिँदैन साथीहरू है। र अब बाख्रालाई चाहिँ पकायो, मजाले दियो। यस्तै छ साथीहरू भिलेज लाइफ। यस्तै भिडियो हेर्नुको निम्ति फलो गर्नुहोस् होला, सब्सक्राइब अनि एउटा मिठो कमेन्ट चाहिँ छोड्नुहोस् होला है साथीहरू। म चाहिँ यस्तै गाउँको नै अर्ग्यानिक भिडियोहरू लिएर आउँछु है तपाईँहरूको अगाडि। कोही बेला माछा मारेको, कोही बेला के काम गरेको, तपाईँहरूलाई जतिसक्दो अर्ग्यानिकै भिडियो ल्याउने प्रयास गर्छु है। यस्तै भिडियो हेर्नुको निम्ति फलो अनि सब्सक्राइब गर्नुहोस् होला। र मेरो फेसबुकमा पनि पेज छ है, प्रशान्त तामाङ गरेर नै तपाईँहरूले त्यहाँ पनि फलो गर्न सक्नुहुनेछ है। र अब अर्को भिडियोमा भेटौँ। यस्तै छ साथीहरू।